गाइस स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा र आज चाहिँ अब चिकन मोमोको एउटा हैन भिडियो लिएर आएको छु। चिकन मोमो कसरी बनाउने के गर्ने हैन त्यसको भिडियो यो गर्ने छु। भिडियोमा बनिराख्नु होला, म सबै देखाउँछु हजुरहरुलाई हैन। र आशा गर्छु हजुरहरुले जसले लाइक सब्स्क्राइबहरु गर्दिनु भएको छैन हैन मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसै गरी म अझै राम्रो राम्रो गर्ने कोसिस गर्छु हैन। हस् त भिडियोमा बनिराख्नु होला, म सबै हजुरहरुलाई देखाउँछु। र सबसे पहिला चाहिँ म प्याज तास्ने छु हैन। यो प्याज तासेर त्यसको बादमा फेरि म सबै स्टेप स्टेप देखाउने छु। यो प्याजहरु यो गर्छु पहिला चाहिँ, भिडियोमा बनिराख्नु होला हजुरहरु हैन। प्याज कम्प्लिट भयो तासेर अब यो अदुवालाई वाश गरेर अन्त यसलाई अब मजाले काट्नु पर्छ हैन। अदुवा पनि फाइनली भयो, वाश भयो। अब यसलाई चाहिँ मजाले छिलेर हैन मजाले तासेर अन्त यसको अब प्याज अन्त अदुवा हैन एउटै कटिङ गर्नुपर्छ। एउटै यो गरेर चाहिँ चक्कुको धार चाहिँ रहन्छ हैन। पहिला चाहिँ अब चक्कुलाई धार लगाउनु पर्छ यसरी काटेको छैन। अन्त त्यही हो, यसलाई धार लगाउँछु पहिला। फर्स्टमा चाहिँ अब यो प्याजलाई चप हाल्नु पर्यो हैन। चप गरेर त्यसको बादमा स्टेप हुन्छ सबै हैन। अन्त बनिराख्नु होला भिडियोमा। म पहिला प्याज सेभ गर्छु त्यसको बादमा अदुवा। नेक्स्ट चाहिँ अब अदुवा चप गर्नु छ हैन। चाहिँ अब पुरा फाइन चप हाल्नु पर्यो हैन। मोमोको लागि चाहिँ पुरा फाइन चप हाल्नु पर्यो यसरी। अन्त प्याज यसलाई पनि फाइन चप हाल्नु पर्यो यसरी। फाइन चप हालेर चाहिँ अन्त र अब चाहिँ के अरे प्याज पनि भयो अदुवा पनि भयो सबै काटे। अब यो धनियालाई पनि यसै गरी फाइन चप गर्नुपर्छ हैन। धनिया काटेर त्यसको बादमा फेरि चिकन काट्नुपर्छ हैन, मासु। धनिया पनि भयो, धनिया भयो, अदुवा भयो, प्याज भयो। अब रह्यो मासु काट्नलाई। कटिङ बोर्ड चाहिँ यो चलाउनु पर्छ भेजको लागि यो, र नन भेजको लागि चाहिँ यो रातो चलाउनु पर्छ है साथी। मासु पनि आयो। मासु चाहिँ अलिक यो रहेछ, यसलाई अब बोनलेस गरेर चाहिँ हैन। मासुलाई चाहिँ यस्तो गरेर अब पुरा किमा गर्नु पर्यो हैन। त्यही प्याज अदुवाहरु जस्तै गरेर पुरा मेन बनाउनु पर्छ। ल गाइस यो पनि किमा भयो फाइनली, पुरा फाइन भयो यो चाहिँ। अन्त यस्तो मतलब
तपाईहरुले यो चाहिँ अब घरमा बनाएर पनि खान सक्नुहुन्छ हैन। सिम्पल केही छैन यसमा हैन। मासु सबैको घरमा हुन्छ अनि सबैको घरमा प्याज अदुवा हुन्छै हुन्छ। सिम्पल टाइपमा तपाईहरुले घरमा आफै बनाएर खान पनि सक्नुहुन्छ हैन। यो चाहिँ यस्तो बनाउनु पर्छ, यसलाई चाहिँ पुरा फाइन किमा गरेर हैन, फाइन यो बनाएर चाहिँ अनि टक्कै अब यसलाई बनाउनु अलिकति साह्रो छ हैन। बनाउनु अलिक यो छ, बनाउनु चाहिँ अलिक साह्रो छ हैन। त्यही हो, अब तपाईहरुले सिम्पल टाइपमा बनाएर पनि यो गर्न सक्नुहुन्छ। त्यो अब एउटा पुरा रेस्टुरेन्ट स्टाइलमै बनाउनु पर्छ भन्ने केही यो छैन। ल गाइस बनिराख्नु, म फेरि अर्को पनि स्टेप देखाउने छु। यसको अब स्टेप चाहिँ सबै देखाउने छु। किमा भयो, अब यसको बादमा चाहिँ हल्का तपाईले अजिनामोटो हाल्नु पर्यो हैन। त्यसको बादमा हल्का नुन हाल्नु पर्यो हैन। नुनको बादमा चाहिँ तपाईले बटर हाल्नु पर्छ हैन। बटर अब नहुँदाखेरि चाहिँ हैन रुचिकोल हाल्दा पनि हुन्छ। रुचिकोल हाल्दा पनि केही हो छैन। म चाहिँ अब बटरै प्राय जस्तो बटरै युज गर्छु हैन। बटर हाल्यो अन्त यसलाई अब टक्कै मिक्स गर्नु पर्यो हैन। सबै थोक हालिसकेको छ, यसलाई टक्कै मिक्स गर्यो। मिक्स गरेर चाहिँ अनि 5 मिनेट जस्तो फ्रिजमा राख्नुपर्छ हैन, किनभने यो मजाले पकड्छ। यसलाई चाहिँ अब मसला मजाले पकड्छ यो बटरले चाहिँ। त्यही भएर अब यसलाई रेडी गरेर 5 मिनेट फ्रिजमा राख्छु। त्यसको बादमा फेरि त्यो यहाँ हैन। यसलाई चाहिँ 5 मिनेट जस्तो फ्रिजमा हालेर राख्नु छ। अन्त त्यसको बादमा फेरि अब मैदा मुस्नु पर्यो हैन। मसला रेडी, मैदा हेरे। अब चाहिँ मैदालाई छानेर अनि मैदा मुस्नु पर्यो हैन। सबै थोक रेडी भयो। अब यही मैदा रह्यो, मैदा पनि भयो। मैदामा चाहिँ हल्का अलिक किराहरू रहेछ र यसलाई स्ट्यान्ड नगरी भएन। अन्त मैदा स्ट्यान्ड गरेको हाल्यो हैन। यसमा चाहिँ तपाईहरु अब अन्डा पनि एड गर्न सक्नुहुन्छ हैन। अन्डा हाल्दाखेरि नरम हुन्छ मैदा, अन्त राम्रो पनि बनिन्छ, सफ्ट हुन्छ अन्डा हाल्दाखेरि हैन। म चाहिँ अब अन्डा सन्डा के हाल्दैन, हल्का पानी हाल्यो, मसमस गरे हैन, छिटो मिठो। यो चाहिँ अब टक्कै रेडी भयो यो चाहिँ हो। यसलाई चाहिँ 5 मिनेट जस्तो चाहिँ ढाकेर राख्नुपर्छ, किनभने ढाकेर राख्दाखेरि सफ्ट हुन्छ यो। अनि त्यसको बादमा फेरि मोमो बनाउनु। फाइनली अब चाहिँ यसको डल्ला बनाउनु पर्यो हैन। मटेङ्ग्रा जस्तो टक्कै पहिला गेटिसमा हान्ने मटेङ्ग्रा जस्तो सानो सानो टिक्क टिक्कको गोलो गोलो बनायो। यस्तो टक्क सानो सानो बनायो हैन। यो चाहिँ भयो। अब यसलाई फेरि डल्ला बनाउनु पर्यो हैन। राउन्ड राउन्ड बनाउनु पर्छ, पुरा गोलो गोलो। यो चाहिँ पुरा अब मटेङ्ग्रा जस्तो क्या, यसरी बाटेर चाहिँ टक्क सानो सानो हैन। फाइनल राउन्ड आइसक्यो। यो चाहिँ अब तेल हालेर टक्कै हैन, स्टिमरमा चाहिँ तेल मजाले दल्नुपर्छ, नत्र भने मोमो सबै टाँसिन्छ फेरि हैन। तेल मजाले यो गरेर चाहिँ अनि त्यसको बादमा अब टमाटर मोमो यहाँ दुईजना बहिनीले बेल्न पनि थाल्यो। ऊ बेल्ने, म बनाउने। अब टक्कै अब अहिलेको मसला हो यो, मसला हालेर चाहिँ यसलाई अब स्टफिङ गर्नु पर्यो हैन। यस्तो पाराले टक्कै यस्तो गरेपछि तपाईहरुले घरमा बनाएर पनि खान सक्नुहुन्छ। टक्कै यस्तो स्टाइलमा जस्तै स्टाइलमा बनाउँदा पनि भयो, त्यो तपाईहरुको खुसी हो हैन। यो चाहिँ बहिनीले बेल्दैछ मस्तसँगले। बहिनीले मजा बनाउने, अन्त उता बहिनीले चाहिँ अब टक्कै बेलिदिन्छ हैन। बहिनीले बेल्दै हाम्रो दास्नी सिस्टरले
क्यामेराम्यान चाहिँ पुरा फोल्डिङ दिदी भिडियो बनाइरहेछ बिचारा बहुत दुःख गर्दैछ क्यामेराम्यानले चाहिँ बुनीले कुन चाहिँ पुरा इन्डियन म्याप जस्तो बनाइदिरहेछ यहाँ हो यति बनाइसक्यो अब यो कहिले बनाइसक्यो होला है थुप्रो छ 3टा स्टिमर छ हैन 3टा फिल गर्नुपर्ने टाइम चाहिँ बहुतै लाग्छ मोमोमा चाहिँ नि त टाइम बहुत उयो हुन्छ टाइम पास चाहिँ मजा हुन्छ फाइनली मोमो पनि रेडी भयो अनि त्यसको लागि टक्क पानी चाहिँ ततायो अब यसलाई स्टिम गरेर त्यसको बादमा भरे भइसकेपछि फेरि देखाउँदै फाइनली मोमो पनि रेडी भयो अन्त मोमो चटनी सुप र उसले अब क्यामेराम्यानले फर्स्ट टेस्ट गर्छ भने टेस्ट गरेर भन्छ भने कस्तो छ एकदम ठिक दामी लाग्यो ल त गाइस थोप्रा म पनि टेस्ट गरेर भन्छु हजुरहरूलाई आफै बनाएको त्यही भएर अब आफूलाई मिठो हुँदैन अरूले तारिफ गरेको चाहिँ राम्रो होइन दामी भयो ल गाइस अब अर्को ब्लगमा मिलौँ न आजको लागि बाइ गाइस सुप पनि टेस्ट गरेर उनीहरूले भन्छ है एकदम ठीक छ ल गाइस यसरी मिलौँ है त मोमो बेल्ने हो टेस्ट गर्ने हो बनाउने म